हाई गाइज हेलो नमस्ते सबैजनालाई अन्यास्यो भन्ने बित्तिकै तपाईँले पक्कै पनि बुझ्नुभयो दक्षिण कोरियामा रहेको छु म अहिले चाहिँ। त्यसैले तपाईँहरूलाई यहाँको चाहिँ कम्पनीको पार्टी रहेको छ। यसै मेरो कम्पनीको चाहिँ हाम्रो कम्पनीको पार्टी छ, त्यसैले पार्टीको भ्लग देखाउँदैछु है त म तपाईँहरूलाई। आज चाहिँ हामी पार्टीमा आएको छौँ, यो चाहिँ साथीहरूसँग छु अनि म आन्टीहरू हुनुहुन्छ, साजाङनिङ ख्वाजाङनिङ टेङ्गाङनिङ के हो है, सबैजना भएर चाहिँ हामी चाहिँ आज पार्टीमा छौँ। तपाईँहरूलाई सबै म देखाउँछु ल। साजाङनिङको बर्थडे रहेछ आज चाहिँ, अनि उहाँको बर्थडे स्पेसल भएकोले गर्दा हामी चाहिँ पार्टी दिनुभयो हामीलाई, अनि पार्टीमा गएको छौँ। यहाँको चाहिँ सबै टोटल्ली आज के गर्छौँ हामी सबै हजुरलाई यो ब्लगमा देखाउँछु है त। यहाँ चाहिँ सबैजनाले साजाङलाई बर्थडे विस गरेर चाहिँ गिफ्टहरू दिने यताउता कार्यक्रम हुँदैछ, अनि माहौल चाहिँ एकदमै रमाइलो भइरहेछ। मेरो चाहिँ यो फर्स्ट टाइम हो है, मैले कोरियाको चाहिँ पार्टीमा यसरी कहिले पनि म चाहिँ पार्टिसिपेट भएको थिइनँ। यो चाहिँ मेरो फर्स्ट टाइम रहेको छ, त्यही भएर मलाई अब कस्तो हुन्छ के हुन्छ पार्टी चाहिँ कोरियाको थाहा थिएन। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो। अनि यहाँ चाहिँ साजाङलाई बर्थडे केक काट्ने कार्यक्रम भइरहेछ साजाङको। स्टार्टिङदेखि इन्डिङसम्मको सबै टोटल्ली म चाहिँ देखाउन गइरहेको छु तपाईँलाई। अब खानेकुरा हेर्नुहोस् न कति के थरी हो है, के हो कोरियन फुड त कति हो कति जिन्दगीमा नदेखेको नखाएको सबै छ क्या यहाँ छन पनि के हो के नयाँ नयाँ खानेकुराको चाहिँ आज टेस्ट लिने टाइम छ क्या। के हो है तरिका के हो। अनि आज फेरि अब के हुँदो रहेछ भने नि गाइस, मलाई चाहिँ थाहा थिएन है। यहाँ चाहिँ कोरियामा चाहिँ कस्तो गर्नु हुँदो रहेछ भने ठ्याक्कै एक प्याक लगाउने, अनि त्यस पछाडि के अब प्रोग्राम स्टार्ट गर्ने बेला अनि एक प्याक लगाउने, अनि स्टार्ट गर्ने है। अनि ठ्याक्कै अब केही अब हुन्छ नि अनाउन्स केही गरिसक्ने केही बोलिसक्ने होइन, के भन्नु छ भनिसक्ने, अनि त्यसपछि अनि फेरि एकछिन रोक्ने है, अनि प्रोग्रामलाई एकछिन रोकेर फेरि यता खानेकुराहरू खानतिर लाग्ने क्या। अनि खाना थाल्ने यसरी ल्याइराख्नु हुँदो रहेछ, वेटरहरूले चाहिँ खानेकुराहरू ल्याइराख्ने है दिइराख्ने गर्नुहुँदो रहेछ। यहाँ हेर्नु साजाङनिङको छोरा चाहिँ आएर हामी सच गरेर है। अब म चाहिँ यस्तो सुलहरू मेग्टीहरू नखाने मान्छे पऱ्यो, त्यस्तोलाई चाहिँ अलिक गाह्रो हुँदो रहेछ सबै खानेको छेउमा चाहिँ। अनि यो चाहिँ झोलामा देख्यो सबै हामीलाई भरे चाहिँ हामीलाई दिने रहेछ क्या, मलाई थाहा पनि थिएन है हामीलाई दिने हो चाहिँ उपहार गिफ्ट भनौँ न रहेछ। अनि मैले एउटा कुरा चाहिँ नबुझेको क्या चाहिँ मलाई थाहा थिएन नि त, यो चाहिँ मेरो फर्स्ट टाइम हो होइन कोरियाको अब होइसिकमा गएको भनेको फर्स्ट टाइम हो। अनि खानेकुराहरू चाहिँ क्या म त अब के थाहा है, अब आरामले खाने एकछिनपछि खाने भनेर क्या राम्रो अब खाना मन लागेको मिठो चिजहरू पनि अब बिस्तारै खाएको त्यो के एउटा फिक्स हुन्छ नि टाइम एकछिन राख्ने क्या, पाली खाने रहेछ क्या। काम त पाली यिनीहरूको सधैँ नि हो, खाने पनि पाली क्या। यो कम्पनीको पार्टीमा धरि पाली रहेछ, मलाई के थाहा त है। केही टाइमसम्म लिएर खानेकुराहरू राखिदिने, अनि अब खायो भने ठिकै छ, खाएन भने पनि रिटर्न ब्याक लाने क्या, अनि फेरि अर्को ल्याउने दिने यस्तो हुँदो रहेछ क्या। अनि पार्टी चाहिँ सकेर लास्टमा चाहिँ यस्तो गिफ्ट पायो, अनि यो गिफ्ट बोकेर चाहिँ अब हामी लाग्दैछौँ कहाँ भने यो गिफ्ट पाएर म चाहिँ कति न खुसी भएको क्या, के किन दिएको जस्तो है। के छ भित्र थाहा छैन है, त जे भए पनि गिफ्ट पाउँदाखेरि बेग्लै खालको खुसी पनि लाग्छ। अब जे दिए पनि चिन्नुहुन्छ नि त, छुट्टै खालको राम्रो खालको एउटा गुड भाइब्स आउँछ क्या। मलाई चाहिँ अब हजुरलाई कस्तो लाग्छ थाहा होइन, मलाई जे दिए पनि अब गिफ्ट भने छुट्टै मजा राम्रो लाग्छ, प्यारो लाग्छ। फाइनल्ली अब सक्यो क्या पार्टी चाहिँ, अनि हामी चाहिँ जाँदैछौँ नोरेफाङतिर अब गीत गाउने डान्स गर्ने है, त्यतातिर लाग्दैछ हामी चाहिँ अब त गाइस। तपाईँलाई त्यहाँको पनि म सर्टकटमा भिडियो देखाइदिन्छु है त। ल
गाइस फाइनल्ली फेरि पनि पुग्यो हामी कहाँ भने नोरेफाङमा। वाउ कस्तो राम्रो माहौल क्या, फेरि कस्तो है भित्र पस्ने बित्तिकै डान्स हान्दिहाल्नु पर्ने, एकदमै रमाइलो गरिहालौँ टाइपको क्या, एकदमै हुन्छ नि छुट्टै क्या गुड भाइब्स आउने क्या मनमा पनि कस्तो है बेग्लै खुसी हेर्नु। इमोसँग नाचेको अरे क्या म चाहिँ, इमोसँग मस्त डान्स है। इमोले त कति माया गर्ने क्या, इमोहरूले काम गर्दाखेरि पनि माया गर्नुहुन्छ झन्, यो बाहिर त माइ गड है छुट्टै खालको क्या, कस्तो धेरै इन्जोय इमो त बिचरा मलाई कति माया गर्नुहुन्छ नि। नाच्नु भएको इमो र म नाचेको अरे क्या, खजाङ निम टेङ्जाङ निम फुङजाङ सबैजना है नाचै तान्दी तानी कति इन्जोय गर्न खोज्नु हो। कति काम गर्दाखेरि अलिक टाइट गरे पनि अब गालीहरू त हल्का गरि नै हाल्नुहुन्छ जहाँ पनि त्यही हो कोरियाको। तर बाहिर चाहिँ यस्तो कमानको पार्टी हुन्थ्यो बाहिरतिर चाहिँ धेरै इन्जोय गर्ने क्या, एकदमै धेरै माया पनि गर्ने अनि रमाइलो धेरै गर्ने क्या यिनीहरूले। इमो हाम्रो इमो आइगइरहनु चाहिँ है काम गर्दाखेरि जति नै टेन्सन फिल भयो भने सबै भगाउने गरी डान्स पनि हान्यो, माहौल पनि रमाइलो भयो, फिल भयो नि राम्रै फिल भयो क्या, रमाइलो फिल भयो मेरो साथीहरू चाहिँ लजाएर उठाएको डान्स गर्दा गर्दा है गर्मी नै भएर उनीहरूको बाहिर त कस्तो धेरै चिसो, भित्र त नाच्दा नाच्दा गर्मी नै भइदिएको थियो फेरि कस्तो धेरै हट भएर पढ भएर कता हिँडेको बिजुलीवाला हुन्छ। अनि यो भिडियो देख्दाखेरि चाहिँ लास्टमा चाहिँ आफैलाई कस्तो क्या कति धेरै खुसी हो, आफू कति धेरै हाँसेको जस्तो फिल भइदिइरहेको कि। गीत फेरि सबैले गाउँदो रहेछ है, नेपालमा जस्तो कहाँ हो र यहाँ सबैले गीत फेरि सबैले गाइदिने क्या। अब हामीलाई त गीत गाउन आउँदैन केही छैन, डान्स पनि हान्यो कतै गरी, गीत बुझ्नु के छैन है। इमोसँग मस्त नाचेको छ, इन्जोय हान्दिएको छ। हाई हाई भन्दै हुन्छ इमोले चाहिँ, आन्टीहरूलाई चाहिँ कोरियामा इमो भनिन्छ क्या, सबैले अब इमोले हुन्छ नि अलिक एज अलिक बुढो बुढो आन्टीहरूलाई चाहिँ इमो भनिन्छ भनिँदो रहेछ त्यहाँनिर। न गीत बुझ्नु छ न केही छ है, मस्त इमोसँग हाँसेको छ, डान्स गरेर कति खुसी भयो घुम्दाखेरि फेरि इमो चाहिँ भयभरको टेन्सन पिर जति सबै नै सकिने गरी नाच्यो, नाच्न पनि कति खुसी भएर नाच्यो अब फेरि। साजाङ निमको बर्थडेले खत्रै रमाइलो गर्यो क्या बर्थडे। ओ माइ गड